एभ्रिवान, आज चाहिँ हाम्रो मोमो पार्टी हुँदैछ है। हेर्नुहोस् गाइजहरू, मोमोको लागि लसुन केलाउँदै हुनुहुन्छ। म चाहिँ यता भिडियो बनाउँदैछु। लसुन केलाउँदै हुनुहुन्छ उहाँहरू मोमोको लागि। सबैजना यति धेरै लसुन बोकेर बस्नु भएको छ मोमोको अचारको लागि। यहाँ सानो डनहरूको छुट्टै पारा छ, आफू खेल्दै हुनुहुन्छ, यता भनेको गफ गर्दै लसुन केलाउँदै हुनुहुन्छ। म मोबाइल चलाउँदैछु। अब यता मोमोको लागि म चाहिँ प्याजहरू केलाउँदैछु है। यता दिदी प्याज काट्दै हुनुहुन्छ अनि मलाई चाहिँ बोर भएर यताउता घुमिरहेको छु है। उता मोमोको लागि तयारी गर्दै हुनुहुन्छ, म चाहिँ घुमै छु। यता मोमोको लागि प्याज काट्दै त्यो मिसिनमा हालेर धुलो गर्दै हुनुहुन्छ। मैले प्याजको पात लिएर आएको अघि नै केलाएर पखाली पनि सकेँ अनि म चाहिँ यस्तो घुमिरहेको छु है, एकदम बोर भएर कहिले मोमो पाक्ला र खाउँला भनेर। तर मोमोको लागि चाहिँ भर्खर तयारी हुँदैछ, तयारी गर्दै हुनुहुन्छ सबैजना मिलेर। म मात्र यताउता घुम्ने मोबाइल बोकेर होइन, मेरो चाहिँ काम छैन नि त। कास्वी हेलो भन। हेलो त बेबी यता गइसक्यो, अब हामी दुईजना होइन। हेलो भन न कास्वी भन्दैछु म, तर उसले चाहिँ हेलो भएन, रिसाइरहेको छ है खेल्न नपाएर। त्यसपछि म अब मेरो मेहन्दी हेर्न थालेँ। मैले चाहिँ गणेश भगवानको मेहन्दी बनाएको छु। यता दिदी प्याजको धुलो बनाउँदै हुनुहुन्छ अनि दुईजना मिलेर प्याज पनि धुलो बनाइसक्नुभयो, हेर्न सक्नुहुन्छ गाइजहरू। हामी चाहिँ मोमोको लागि एकदम तयारी भइरहेछ। म चाहिँ होचो भएर होइन माथि चेयर माथि बसेर भिडियो बनाइरहेको छु है। के गर्नु, हाइट सानो भए नि धेरै नै बेफाइदा छ। बेफाइदा त के भन्नु होइन, अहिले भिडियो बनाउनको लागि चाहिँ बेफाइदा छ, तर हाइट सानो हुनेले पनि धेरै गर्न सक्छ है। पछि बुढो हुँदा पनि बुढो देखिँदैन। अरे दिदीहरू मोमोको लागि तयारी गर्दै हुनुहुन्छ, म चाहिँ यताबाट जिस्काइरहेको छु, भिडियो बनाइरहेको छु, एकदम प्रशंसा गरिरहेको छु कि म दिदीलाई एकदम राम्रो देखिन्छ भनेर दिदीको प्रशंसा गर्दैछु। म चाहिँ बोर भएर घुमिरहेको छु बाहिरतिर, कहिले भित्र आउने कहिले बाहिर जाने गरिरहेको छु। एकदम कहिले मोमो पाक्ला जस्तो भइसक्यो है मलाई चाहिँ। तर मोमोको लागि तयारी हुँदैछ, भइसकेको छैन। हामी चाहिँ एकदम मेहनत गरेर तयारी गर्दै हुनुहुन्छ दिदीहरू सबैजना मिलेर। यता काकी भन्दै हुनुहुन्छ हामी त हेर्ने मात्रै हो नि भनेर। यता दिदी पनि के धुलो बनाउँदै हुनुहुन्छ है। मलाई चाहिँ नो आइडिया, मलाई चाहिँ यस्तो केही पनि थाहा छैन। म चाहिँ जहिले पनि पाकिसकेपछि मात्रै खान जान्छु है गाइजहरू। दिदीहरू तयारी गर्दै हुनुहुन्छ, म मोबाइल बोकेर यताउता घुमिरहेको छु। एकदम मलाई चाहिँ होइन कहिले मोमो पाक्ला र खाउँला जस्तो भइसक्यो है। मोमो बनाइसकेको चाहिँ छैन, म चाहिँ घुमै छु मोबाइल हातमा बोकेर। म यति माथि चढेर भिडियो बनाइरहेको छु, के कुरा म एकदम होची छु नि त। त्यही भएर हेर्न सक्नुहुन्छ यहाँ गाइजहरू, हेर्नु न म कहाँ माथि बसेर भिडियो बनाइरहेको छु। के गर्नु, यस्तै हो, अलि होचो भएपछि मलाई एकदम आतुरी भइसक्यो मोमो खानको लागि। त्यही हेर्नु एकदम दुःख गरेर तयार गर्दै हुनुहुन्छ दिदीहरू। म चाहिँ हेरिरहेको छु, अघि नै भनिसकेँ मेरो त केही काम छैन। मेरो चाहिँ मोमो बनिसकेपछि खाने मात्रै काम है गाइजहरू। एकदम रमाइलो भइरहेछ। अब अरूले काम गरेको आफूले माथि बसेर हेर्दा एकदम रमाइलो भइरहेछ नि। यता दिदी चाहिँ काँक्रो खाँदै हुनुहुन्छ है, काँक्रो खाँदै हुनुहुन्छ। यता दिदी अचारको लागि बदम धुलो बनाउँदै हुनुहुन्छ। बदमलाई मिसिनमा हालेर धुलो बनाउनुहुन्छ। यो चाहिँ अचारको लागि हो है गाइजहरू। अचार चाहियो नि त मोमोसँग खानको लागि। दिदीलाई पनि मैले जिस्काइरहेको छु है, हाँस्नु भनेर भनिरहेको छु, तर हाँस्नु चाहिँ हुँदैन है। तर मैले एकदम जिस्काइरहेको छु। हेर्नुहोस् गाइजहरू, हाँस्नु भयो है, बल्ल तल्ल हाँस्नु भयो। मैले यति धेरै जिस्काएँ, बल्ल हाँस्नु भयो गाइजहरू। अब भिनाजुले मोमो बनाउन थालिसक्नु भयो। हाम्रो भिनाजु चाहिँ एकदम राम्रो मोमो बनाउनुहुन्छ है, बेबी चाहिँ हेरिरहेको छ। त्यसपछि यता दिदी पनि बनाउँदै हुनुहुन्छ मोमो। दिदी भिनाजु मोमो बनाउँदै हुनुहुन्छ, म भिडियो बनाउँदैछु, उता दिदी बेल्दै हुनुहुन्छ मोमो। हेर्नुहोस् यस्तो राम्रो मोमो बनाउनु भएको छ नि दिदी भिनाजुले, कुरै नगरौँ। यस्तो राम्रो मोमो खानु पाए त होइन गाइस, के हुन्थ्यो होला। यता दिदीले अब यस्तो राम्रो मोमो बनाउँदै हुनुहुन्छ। हाम्रो दिदीको मुस्कान त के कुरा, एकदम यस्तो राम्रो मुस्कान छ नि, कुरै नगर्नु गाइसहरू। मोमो बन्दैछ है, बनाउँदै हुनुहुन्छ, यस्तो राम्रो बनाउनुहुन्छ नि।
हेर्नु है गाइजहरू मोमो बन्यो। कस्तो राम्रो मोमो बनाउनु भयो है दिदीले। होटेलको भन्दा नि राम्रो छ है। भिनाजीले त्यहाँ बनाउनु भएको छ। हामी दिदी भिनाजीले चाहिँ एकदम राम्रो मोमो बनाउनुहुन्छ है। प्रशंसा गरेर कहिले सकिँदैन। यता दिदीले अचार बनाइसक्नु भयो। अचार बनिसक्यो मोमोको लागि। यता भिनाजी तेल लगाउँदै हुनुहुन्छ भाँडामा। अब भाँडामा मोमो हालेर बसाल्नुपर्छ। उता दिदी पेलिराख्नु भएको छ। अब मोमो बनाउँदैछौँ है गाइसहरू हेर्नुहोस्। गाइसहरू हेर्नुहोस् गाइसहरू हामी चाहिँ नाङ्लोमा पिठो हालेर राखेको छ त्यो बेलेर मोमो बनाएर किनकि भ्याइँदैन नि त। हाम्रो बिना चाहिँ यति फास्ट मोमो बनाउनुहुन्छ नि कुरै नगरौँ न। कहिले भ्याइँदैन कि मैले त बेल्न बसेँ भने मैले त सक्दिनँ गाइसहरू। त्यही भएर म नबसेको है बेल्नको लागि भिडियो बनाउनको लागि बसिरहेको छु। यता दिदीले सिकाउँदै हुनुहुन्छ मोमो बनाउनको लागि। एकदम राम्रो मोमो बनिरहेको छ है। एकदम राम्रो मोमो बन्दैछ है। म चाहिँ एकदम घुमिरहेको छ है। कहिले मोमो बनाएर खाउँला भनेर बसेको गाइसहरू। कति टाइम लागिसकेको मलाई त आतुरी भइसक्यो खानाको लागि। यता दिदीले टमाटर बनाइसक्नु भयो अचारको लागि। यो चाहिँ अलिक पछाडि भएछ भिडियो होइन। यसरी तयार भएको छ भनेर देखाउँदैछु म गाइसहरू। त्यसलाई पनि अलिपछि पिनिन्छ अनि त्यही अचार मिसिन्छ। मैले अचारको लागि टमाटर काटिरहेको छु। मैले बल्ल एउटा काम गरेँ है गाइसहरू मोमोको लागि। यो पनि ठुलो काम हो नि त किनकि अचारको लागि त्यो नभइकन हुँदैन नि त। त्यही भएर एकदम अचारको लागि टमाटर त चाहियो नि होइन। त्यही भएर त्यो नै ठुलो काम हो नि त। त्यही भएर मेरो पनि केही त काम रहेछ नि होइन गाइस। किमाको लागि म यस्तो भएको छ हेर्नुहोस् गाइसहरू। दिदीले बनाउँदै हुनुहुन्छ। दिदीले चाहिँ एकदम मिठो बनाउनुहुन्छ है अचार पनि। दिदीले त जे बनाए पनि मिठो हुन्छ कुरै नगराउनु गाइसहरू। यस्तो मिठो खाना बनाउनु हुँदैन नि। लास्टै मिठो बनाउनुहुन्छ त्यो हातै चाटिराख्नु जस्तो मन लाग्छ कि गाइसहरू। एकदम मलाई आतुरी भयो हेर्नुहोस्। म चाहिँ भित्र बाहिर यताउता घुमेछु मोबाइल हेर्दै। सानो मान्छे पनि हेरिरहेको छु मोमो कहिले बन्ला भनेर। मोमो चाहियो मोमो भनिरहेको छ ऊ पनि। अङ्कल चाहिँ ओखर फोड्दै हुनुहुन्छ है खानाको लागि। हेलो अङ्कल हेलो भनिसक्नु भयो अङ्कलले पनि। भिनाजु मोमो बनाउँदै हुनुहुन्छ। बनिसकेको छैन है गाइसहरू। भर्खरै मोमो बनाइँदैछ। अब यसलाई पकाउनु पर्यो पाक्नु पर्यो त्यसपछि खानु पर्यो। अनि त गाइसहरू के कसो हो कि होइन अब भन्नुहोस् न। हामीले चाहिँ बोर भयो टिकटक बनायौँ। अङ्कलले मान्नु भएको थिएन त्यही पनि मैले एकदम जबरजस्ती गरेर बनाएँ। यता मोमो हेर्नुहोस्। हामी चाहिँ बोर भएर मोमो बसालिसक्यो गाइसहरू। अब मोमो बन्दैछ अचार बनिसक्यो। यता मोमो बनाउँदै हुनुहुन्छ। उता बसालेको पनि छ है गाइसहरू। पाक्दैछ मोमो बनाउँदै हुनुहुन्छ दिदी। हेर्दै गर्नुहोस् गाइसहरू। मैले त यति आतुरी भएको छैन नि मोमोको खानाको लागि कुरै नगरेर एउटा टिकटक पनि बनाएको छु अहिले हालेको छु हेर्नु होला गाइस पछाडि। मोमो तयार भएर मोमो खान बसिसक्यौँ। यता दिदी दिउ हाल्दै हुनुहुन्छ। म चाहिँ यता भिडियो बनाउँदै थुक्निँदै बसिरहेको छु है गाइसहरू। अब हामी खाना पनि थाल्यौँ। फाइनली मोमो बनिसक्यो गाइसहरू। फाइनली मोमो पनि बनिसक्यो। हामी खाना पनि बसिसक्यौँ। हेलो हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला गाइस। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्नु होला। अनि कस्तो लाग्यो आजको मेरो भ्लग कमेन्टमा बताउनु होला है त गाइसहरू। बाई। ओके नेक्स्ट टाइम फेरि अर्को
भ्लग बनाएर हाल्नेछु म। मेरो भ्लगलाई मन पराएर यति बेरसम्म हेरेर साथ दिने हुने सम्पूर्णलाई धन्यवाद, धेरै धेरै धन्यवाद। ओके गाइस, आजलाई मेरो भ्लग यतिमै अन्त्य गर्दछु।